वार्षिक वस्तु निर्यात व्यापारमा आभूषण क्षेत्रको योगदान सदर 15% भन्दा बढी नै छ। बजार संयोजकताको विश्लेषण गर्दा नेपाल पनि आफ्नो कुल वस्तु निर्यात व्यापारमा कम्तीमा 15% योगदान आभूषण क्षेत्र दिन सक्दछ। यसबाट निर्यात प्रबन्धनमा मात्रै होइन, स्वदेशी रत्न पत्थरको प्रबन्धनबाट आयात प्रतिस्थापनमा पनि उत्तिकै योगदान गर्न सक्दछ। तर यी सम्भावनाहरूको परिचालन गर्न ठोस कार्य हुन सकिरहेको छैन। अव्यवहारिक र विसङ्गतिपूर्ण नियमनका कारणबाट उत्पन्न विकृति र विसङ्गतिको भारी आभूषण व्यवसायलाई रोकाएर समग्र आभूषण क्षेत्रमा बदनाम गर्न खोजियो कि भन्ने कुरामा सन्तास फैलिएको छ। सुन आयातमा सरकारले मात्र एकाधिकार राख्ने, तर अवैध घुसपैठमा दोष व्यवसायको थाप्लोमा थुपार्ने, झिटी गुन्डा अन्तर्गत कच्चा सुन आउने प्रक्रिया झन्झिलो बनाउने, तयारी बनाएर ल्याउन पाउने आदि विसङ्गतिका कारणबाट धेरै विकृतिको सिर्जना हुन पुगेको छ। यस्ता विकृतिको अविलम्ब अन्त्य हुनुपर्दछ भन्ने कुरामा महासङ्घको ठम्याइरहेको छ। म आदरणीय प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, आदरणीय विज्ञज्यूहरू, महासङ्घ विभिन्न समयमा सरकारलाई हामी निर्वाचित भएर आइसकेपछि अथवा स्थापनाको 12 वर्षसम्म आइपुग्दा विभिन्न चरणमा हामीले सुझाव प्रतिवेदन पेश गरेका छौँ। मैले अहिलेको पछिल्लोचोटि व्यवसायहरूले भोग्दै आइरहेका केही तथ्यहरूलाई म यहाँको बिचमा राख्ने निवेदन गर्न चाहन्छु। सम्पत्ति स्थितिको निवारण ऐनमा 2077 मा जारी निर्देशनको परिषद 1 को दफा 2 मा रहेको परिभाषाको उपदफा ग मा थोक विक्रेता उल्लेख भएको थियो। 2081 2 महिना 17 बाट हुने गरी निर्देशनको 2 ग मा परिमार्जन गरी खुल्ला विक्रेता पनि थप गरिएकोले त्यसबाट थोक खुद्रा सबै गर्न व्यवसायहरू समेटिएका छन्। त्यसैले निर्देशनको कार्यक्षेत्र फराकिलो हुन पुगेकाले नियम निकाय र व्यवसाय दुवै पक्षलाई पूर्व तयारी र व्यवस्थापनका लागि केही समय आवश्यक पर्ने देखिन्छ। देशका कुना काप्चामा समेत गर्न व्यवसाय सञ्चालन भइरहेका छन्, तर सबै ठाउँमा इन्टरनेटको सुविधा नहुनुले उक्त प्रावधानको परिपालन गर्न निकै कठिनाइ हुने देखिन्छ। चेम्बरका उपाध्यक्ष सचिव, नेपाल सञ्चालित व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सचिव, नेपाल हस्तकला महासङ्घका सदस्य, वरिष्ठ हाम्रो वरिष्ठ सल्लाहकार, सम्पूर्ण प्रदेशका सचिवहरू, अगाडि मञ्चमा बस्नुभएका अतिथिज्यूहरू, पत्रकारज्यूहरू र यस भेलालाई भव्य र सार्वजनिक एकदम विभिन्न जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरूलाई प्रतिनिधि साथीहरू, अब यो कार्यक्रम लामो भयो, यहाँ हामी हिँडेर पनि आएको र यहाँको धैर्य धारण शक्तिलाई पनि म धन्यवाद दिन चाहन्छु। र हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनुभएका प्रमुख अतिथिज्यूहरू र सम्पूर्ण विशिष्ट अतिथिहरू सबैलाई हाम्रो मेरो व्यक्तिगत तर्फबाट र महासङ्घको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु। त्यस्तै यो ठाउँ उपलब्ध गराउने होटेल दूषितलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र पत्रकार साथीहरूलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। र आजका कार्यक्रममा जुन कुराहरू उठेका छन् ती कुराहरूलाई हामी अहिले अघि पनि अध्यक्षजीले भन्नुभएको थियो, काठमाडौँ घोषणापत्रका जारी गरिनेछ र त्यो घोषणापत्रका आधारमा आगामी रणनीति तयार गरिनेछ भन्नुभएको छ। र मैले खालि म अझ धेरै नबोल्ने पक्षमा छु र मलाई धन्यवाद ज्ञापन पनि गर भनेर त्यो कार्यक्रम सञ्चालकज्यूले अनुमति दिनुभएको हुँदाखेरि यहाँहरू सबैलाई मुरी धन्यवाद दिँदै यहाँलाई बिदा हुन चाहन्छु। धन्यवाद। बन्दै गएको छ। कानुनले तोकेको प्रहरीभित्र रही निर्बाध रूपमा व्यवसायीले पेसा व्यवसाय सञ्चालन गर्नुपर्दछ र यस्तो अधिकार सुरक्षित रहनुपर्छ भन्ने नेपाल चेम्बर अफ कमर्सको मान्यता छ। व्यवसायीले राज्यलाई हरेक क्षेत्रमा कर तिरिरहेका छन्। राज्यले तोकेको मापदण्डमा व्यापक गर्न तयार छन्, तर राज्यले मापदण्ड निर्माण नगरिदिँदा व्यवसाय गर्ने वातावरण सिर्जना हुन सकेको छैन। सरकारले नीति नियम निर्देशिका नबनाउने, व्यवसायीले व्यवसाय गर्छु भन्दा पनि वातावरण नबनाइदिने गर्नु हुँदैन, तर गलत गर्नेहरूलाई कडा कारबाही गर्न भने सरकार पछि हट्नु हुँदैन भन्ने हाम्रो मान्यता छ। आम उपभोक्ताहरूलाई व्यवसायले दिने वस्तुमा गुणस्तर र नापतोलमा व्यवसायले ग्यारेन्टी दिनुपर्छ। सरकारले नियमावली ल्याउने तथा व्यवसाय
वातावरण नबनाउने तर गुणस्तरको ओसार पश्चात बिल बिजत नाप तौल कर छली आपूर्ति लगायतका वाहनहरूमा व्यवसायलाई दुध दिने काम भइरहेको छ। यसलाई अन्त्य गरेर छिटोभन्दा छिटो निर्देशिका बन्नुपर्छ, जसको आधारमा व्यवसायले व्यवसाय गर्न सकुन् र गलत गर्नेलाई कारबाही हुन सकोस् भन्ने हाम्रो धारणा हो। सुन चाँदीको अघिल्लो बजारभन्दा हालको बजारमा धेरै फरक छ। हिजोका दिनमा जनसङ्ख्या कम थियो, बजार पनि सानो थियो। हाल जनसङ्ख्या बढ्दै गएको छ, बजारमा व्यवसायहरू पनि थपिँदै गएका छन्। गहना मात्र बढी बिक्री हुन्छ भन्ने हाल नयाँ डिजाइन विदेशी डिजाइन आएका छन्। हाल नेट इन्टरनेट विज्ञान तथा प्रविधिको कारण बजार बढेको छ, तर स्रोत बढ्न सकेको छैन। सरकारले समयअनुसार मापदण्ड तथा नीति निर्माण नगर्दा व्यवसायमा केही असर परेको छ। अरू क्षेत्रमा युवाहरूको आकर्षण घट्दै गए पनि यस क्षेत्रमा युवाहरूको सहभागिता बढ्दै गएको छ। कुनै बेला विश्वकर्मा र सागी समुदायका युवाहरू मात्र सहभागी, यस क्षेत्रमा हाल सबै समुदायका युवाहरूको आकर्षण बढेको छ। सुन चाँदीको क्षेत्रमा दक्ष जनशक्ति हुँदाहुँदै पनि आपूर्ति कम भएका कारण रोजगार दिन सकेको छैन। दक्ष जनशक्ति विदेशतिर पलायन भइरहेका छन्। हाम्रो देशमा यस व्यवसायमा युवाहरू दक्ष हुँदाहुँदै पनि बेरोजगार बस्नु परिरहेको अवस्था छ। हाम्रो नेपाली परम्परागत गरगहना तथा पुराना ऐतिहासिक महत्त्व बोकेका गरगहना निर्माण गरेर विदेशमा निर्यात गर्न सक्ने ठुलो सम्भावना हुँदाहुँदै पनि हामीसँग संस्कृति छ, सिप छ, तर यसको सदुपयोग हुन सकिरहेको छैन। नेपालमै रोजगार दिन सक्ने ठुलो सम्भावना रहेको सुन चाँदी व्यवसायलाई प्रवर्धन गर्नु अति आवश्यक छ। हाम्रो व्यवसायकै भुल हो, किनभने हाम्रो निर्देशिका बनेको छैन, हामीले त्यसमा जोड लगाएको छैनौँ र जहाँ पनि हामी बाहिर जान्छौँ सबै एमआरपीमा हुन्छ। आजको रेट कति भनेर आजको रेट जस्तै 2 लाख भन्छ र यो चेनको कति भनेपछि त्यसमा ज्याला जति सबै झरेर एमआरपी रेट हुन्छ। तर हामी व्यवसाय यहाँनिर हाम्रो निर्देशिका नबन्दाखेरि आज हामी यहाँनिर हाम्रो आफ्नो व्यवसायको लागि लड्न नसक्दाखेरि आज जति तपाईँ यति लिने उपभोक्ता भोग्ने ठग्ने भन्ने हिसाबले लाग्छ र हामी म अध्यक्षज्यू लगायत सबै व्यवसायीलाई म भन्छु कि हामी चाहिँ अब निर्देशिकामा चाहिँ लाग्नुपर्छ, हाम्रो कानुन बन्नुपर्छ। आज यो किताब बनेको देख्दा पनि मलाई एकदम खुसी लाग्यो। हाम्रो उहाँले आज अहिले जुन भन्नुभयो उहाँ त एकदम यो हाम्रो जुली सेक्टरको उहाँ चाहिँ विज्ञ भन्नुपर्यो, विज्ञ उहाँले सबै बुझेको हुनुहुन्छ र रमेशजी हुँदादेखि नै एकदमै उहाँले चाहिँ सबै लडेको र रमेशजीको आज हामीले नसम्झिकन आज हामी यो उसबाट जानलाई हामीलाई चाहिँ शोभा दिँदैन र आज भाउजू हुनुहुन्छ एकदमै खुसी लागेछ र उहाँले जुन रमेशजीले आज यहाँसम्म स्थापना गर्नुभयो, आज यहाँसम्म लिएर जानुभयो, हामी लडेर जानुपर्छ। आज हाम्रो मन्त्रीज्यूले सिपको कुरा गर्नुभयो, त्यस्तै अहिले सिटिभिटीमा पनि हामी कतिजना अहिले अध्यक्षज्यू हुनुहुन्छ, उहाँ हुनुहुन्छ, हामी यो सेक्टर स्किल भनेर हाम्रो जुल्ली सेक्टरको लागि पनि एउटा शाखा खोलेको छ। त्यसमा चाहिँ सबै यो स्किल लेबरहरू उत्पादन गर्नेमा हामी लागिरहेछौँ। त्यसको टिओआर बन्दैछ र यो सेक्टरलाई एकदमै राम्रो हुन्छ होला भोलिका दिनमा। अब जस्तै श्रम मन्त्रालयमा पनि अस्ति सम्मेलन पनि भयो, त्यसमा पनि उहाँले एउटा सेक्टर चाहिँ स्किलको लागि खोलेको छ। त्यहाँबाट पनि हामीले पहल गर्न सक्छौँ, त्यहाँबाट पनि राम्रो हुन्छ। यसकारण हाम्रो जुन चाहिँ 60% अघि भन्यो, तर मलाई लाग्छ बढी हाम्रो बाहिर विदेशी कारिगरहरू छ, उनीहरूको लागि पनि हामीले त्यस्तै स्किल्ड लेबर यहाँनिर गरिसक्यो भने बाहिर जाँदैन। जुन चाहिँ अहिले हाम्रो ब्रेन ड्रेन भइरहेछ र हाम्रो युवाहरू बाहिर गइरहेछ। अघि मन्त्रीज्यूले ठिक भन्नुभयो, हाम्रो बाहिर जुन कामदारहरू गइरहेछ उहाँहरू फिर्ता आइरहेछ, तर जो हाम्रो चाहिँ युथहरू पढ्न गइरहेछ, पढ्नको लागि भनेर उनीहरूले वहीँ काम गरेर बसिरहेछ, त्यो चाहिँ ब्रेन ड्रेन हो र त्यसले गर्दाखेरि चाहिँ हाम्रो यहाँनिर कमी कमजोरी आइरहेको। अहिले हाम्रो यहाँ जुन व्यापार छैन, सबैजना युथ बाहिर गएपछि इभन हाम्रो चिउरा सुत्तो बिक्न कम भयो अरे। हाम्रो सबै यस्ता कमी कमजोरीहरू हुँदै गएको छ, व्यवसाय खर्दै गएको छ। त्यसै कारण हामीले जुन ब्रेन ड्रेन भइरहेछ, अब यहीँनिर चाहिँ हामीले स्किल
लिभरहरू हामीले उत्पादन गरेर चाहिँ हामीले यहाँबाट नै हामीले अगाडि बढ्नुपर्छ र यो ज्वेलरी सेक्टरलाई चाहिँ अझ राम्रोसँग लिएर जान सक्छ र अबको दिनमा फेरि चाहिँ बजेटको कुरा आइरहेछ बजेटमा सबैले पहल गरेको छ सबै हाम्रो सङ्घले गरेछ तर मलाई लाग्छ दुईवटा कुरा चाहिँ एकदमै आवश्यक छ जुन चाहिँ यो 2% लग्जरी ट्याक्स जुन चाहिँ 10 लाखभन्दा बढी भयो भने हामीले 2% लग्जरी ट्याक्स दिन्छ यो हट्नै पर्छ किनभने 50,000 रुपियाँ तोलामा पनि त्यही लग्जरी ट्याक्स 2% जसले चाहिँ 20 तोलाको खरिद हुन्थ्यो र आज 2 लाख झन्डै 2 लाख जाँदाखेरि हामी 5 तोला खरिद गर्दै हामीले लग्जरी ट्याक्स तिर्नु भन्नुपर्ने व्यवसायीलाई हामीले चाहिँ हाम्रो कस्टमर्सलाई र हामीले कसरी व्यवसाय गर्ने यो चाहिँ हट्नै पर्छ र जुन खरिदको छ खरिद एन्ड चाहिँ आउनै पर्छ हामीलाई यो दुईटा चिजमा चाहिँ हामीले असाध्यै जोड दिनुपर्छ मेरो सन्तानलाई मेरो छोराछोरीलाई यही ठाउँमा चाहिँ काम गर्ने वातावरण बनायो खोइ वातावरण बनायो वातावरण बनाउनु छैन गफै मात्र हाक लाग्नु जसले पनि जाने छ म 1 घण्टा यस्तै गफको मात्र 1 घण्टा भाषण दिन्छु त्यस्तो गफले हामीले काम गर्छ तपाईँहरू पीडामा छ हामी पीडामा छौँ अनि यस्तो गर्छु उसो गर्छु के गर्नु एउटा नियमावलीलाई 20 वर्ष लगाउने देशले अझ त्यो पाएको छैन सपनाको कुरा होइन मैले अर्को कुरा गरेँ तपाईँहरूलाई फटा चोर कालोबजारी भनेर तपाईँहरूलाई आरोप लगाउने सरकारी निकाय यहाँ राष्ट्रको प्रतिनिधि छ भने म भनिदिन्छु तपाईँहरूले भन्नुहोस् त यो सुनको कारोबार गर्दाखेरि सबैभन्दा पहिले कमिसन राष्ट्र ब्याङ्कले लिन्छ वाणिज्य ब्याङ्कले लिन्छ तपाईँहरूलाई कोटा लगाइरहेको छ 20 किलोभन्दा बढी ल्याउनु पर्दैन 20 किलो लिन लगाउँदाखेरि पनि 0.5 कमिसन बापत लिन्छ तपाईँहरूसँग अनि त्यो कमिसन त हामीले नि तिर्ने हो क्या तपाईँहरू त तिर्नु न म के भन्छु भने सरकारलाई कमिसन किन चाहियो कमिसन खोज्ने वो जेलमा लैजाउँ न हामीले धेरैबाट भनिसक्यौँ कि कोटा प्रणाली खारेज गर नुनमा कोटा प्रणाली लागू गर्नेले के अरे खुला गर्नु खोज्नेले नुनको बजारलाई खुला गर्न खोज्ने सरकारले अनि सुनमा कोटा लगाउने के हामी मात्र बेकुफ छ र तपाईँहरू बेकुफ छ र हामी पनि बाटा छौँ किनभने हामीले बुझेको छ तपाईँहरूले किन सुनमा कोटा लगाएको नुनमा किन कोटा खोल्न लगाएको दुईटैमा हामीले बुझेको छ किनभने नुनको कोटा खोलियो भने कमिसन आउने कुनै एउटा अमुक व्यापारलाई दिएपछि कमिसन धेरै आउने नुनमा कोटा लगाएपछि पनि कमिसन आउने यो तरिका हेर्दा हेर्दै देख्दादेखि कालोबजारी गर्ने आफू ठगी धन्दा गर्ने सरकार अनि त्यो सरकारले हामीलाई चाहिँ यस्तो बेको कुरा गर्ने त्यसको ज्वलन नमुना म तपाईँलाई भन्छु अस्ति एउटा कारोबार गर्यो भने तपाईँहरू जस्तै सुनचानी व्यवसायीले किनेर ल्याएर राष्ट्रिय वाणिज्य बैङ्कबाट म मितिसमेत भन्न सक्छु यो 24/2025 यो इस्वीसम्म 2 महिना 4 दिनमा राष्ट्रिय वाणिज्य बैङ्कबाट 500 ग्राम सुन के किनेर ल्याएको थियो 479 रुपियाँ 10 ग्राममा ठगी गऱ्यो त्यो कसरी भने तपाईँको 500 ग्राम किन्दाखेरि त तपाईँको 500 ग्रामै आउनु पर्यो नि छैन कति आयो 479 ग्राम आयो 500 ग्राम सुन किन्दाखेरि 479 ग्राम मात्रै आयो 1 ग्राम सुन गरेन बिलमै लेख्दाखेरि तपाईँहरूसँग 1 ग्राम छ अहिले 1 ग्राम भनेको कति हुन्छ तपाईँले हिसाब गर्नु 2 लाख झन्डै 2 लाख रुपियाँ परेको सुनमा ठगी गर्ने अनि त्यसलाई के भन्ने म तपाईँहरूलाई तपाईँहरूको आवाज मैले बोलेको छु म त सिधै भन्छु तपाईँहरू ठग होइन अब राज्य ठग भइरहेको छ राज्य कालोबजार गरिरहेको छ राज्यले चोरी गरिरहेको छ त्यसमा तपाईँहरू आवाज उठाउनु यो किन भइरहेको छ भने तपाईँहरूलाई देखाएर उनीहरू आफै खान पल्केका छन् त्यो कारणले पनि मैले फेरि पनि जोडेँ उनीहरूलाई चाहिँ सुन चाहिँ के अरे नियमावली चाहिने हामी अर्को कुरा म तपाईँलाई जोड्न चाहेँ एक हाम्रो काम यो सामाजिक कार्यको लागि
बिहा व्रतबन्धनको लागि 5 तोला सुन किन्नु गर्न 10 लाख लाग्छ। अनि हाम्रो माननीय मन्त्रीजीले घर किन्दाखेरि 2 करोडको गाडी किन्दाखेरि चाहिँ केवाइसी भन्नु नपर्ने, अनि 5 तोला मात्र किन्दाखेरि हामीले केवाइसी भन्नुपर्ने, अनि तपाईँहरू हामीलाई त केवाइसी भन्नुमा तपाईँको दिन जान्छ। अब छुडा सिएम भनेर सिद्धियो। त्यो अवस्थामा हामी नेपालीलाई राख्ने कति बेकुफ बनाएको। आफूलाई करोडौँको गाडी किन्ने, करोडौँको घर किन्ने, 2 महिना मन्त्री भएको छैन। अनि हामी चाहिँ तेन चाहिँ घरबाट त के बेचेर ल्याएको 10 लाखको सामान किन्दाखेरि, सुन चाँदी किन्दाखेरि हामीले केवाइसी भन्नु। यो व्यवस्थाले के भन्छ भनेदेखि यो अलिक परम्परावादी छ कि यो अर्को शब्दमा भन्दा बुर्जुवा प्रकृतिको छ। सजिलै सोझै यसले चाहिँ सजिलै गरी नसुन्ने नबुझ्ने यो पनि छ यसको चरित्र। यो बुझाउनका निम्ति, सुनाउनका निम्ति, मनन गराउनका निम्ति अलिक आवाजलाई अलिक बलशाली बनाउनु, कहाँ के छन् त्यसका निम्ति ठिक ढङ्गले लबिङ गर्नुपर्ने, ती सबैलाई उभ्याउनु पर्ने, त्यो जनमत निर्माण गर्नुपर्ने, यस खालका तौर तरिकाहरूलाई समेत अवलम्बन गरेर अगाडि बढौँ भन्ने मेरो आग्रह छ। यसमा मैले थप जोड्न चाहन्छु कि अहिले भएकै विधि व्यवस्था अनुसारले हामीले हाम्रा आफ्ना व्यवसायहरूलाई सञ्चालन गर्ने काममा, परिचालन गर्ने काममा प्रभावकारी ढङ्गले अगाडि बढौँ। जहाँ जे समस्याहरू छन् काम गर्दाखेरि त्यसको पहिचान गरौँ र समाधान गर्नका निम्ति पहल कदमी लियौँ, त्यसमा जुटौँ। सँगसँगै जहाँ नियमले कानुनले बाधा पारेका छन्, अप्ठ्यारो गरेका छन्, त्यसको पहिचान गरेर त्यसलाई सच्याउन, सुधार्न, आवश्यक पऱ्यो नयाँ बनाउनका निम्ति हामीले कोसिस गरौँ। हामीले आफ्नै यो मर्म बुझेका जनप्रतिनिधिहरू ठाउँमा पुर्याउन सक्दा, पुग्नेहरूलाई यो बुझाउन सक्दा, राज्यमा भएकाहरू यो बुझ्ने हुँदा, भएकाहरूलाई बुझाउन सक्दा यो सम्भव नहुन मिल्ने कुनै कारण नै मैले देख्दिनँ। तसर्थ देशैभरि, देश मात्र होइन विदेशमा समेत यो व्यवसाय फैलिएको छ, यसको आकार बढेको छ, आयामहरू थपिएका छन्। यी सबैको संरक्षण पनि गर्नु छ, यसको प्रवर्धन पनि गर्नु छ र समग्रतामा यसको सम्मानलाई अझै माथि उठाउनु छ। त्यसले नै समाजको, देशको हित गर्छ भन्ने कुरा यो स्वतः जाहेर भएको पक्ष हो भन्ने मलाई लाग्छ। तसर्थ अहिले मैले धेरै विषयहरूमा यहाँका बिचमा प्रस्तुत नभइकन मैले यहाँहरूले व्यवसायीहरूले संस्थागत ढङ्गले पहल लिएका जे जति कामहरू छन्, म साथमा छु, म जस्तै अरू धेरै साथमा हामी छौँ र यसलाई मर्यादित बनाउन, अप्ठ्यारो परेको ठाउँमा सहजीकरण गर्न, समाधान गर्न, यसको यो अघि साथीहरूले चर्चा गर्नुभए जस्तै यो नियतका हिसाबले शङ्का उपशङ्का गर्ने, आरोपित गर्ने, लाञ्छित गर्ने, यसलाई खबरदारी गरेर मर्यादित बनाएर हाम्रा सबै स्तरका भन्छु म, सबै स्तरका व्यवसायिकका पनि त स्तरहरू छन्। कतिले कुन भोलुममा गर्नु होला, कतिले कुन सीमामा रहनु होला, गर्नु होला, ती सबै हाम्रा व्यवसायी नै हो। सबैलाई एकताबद्ध गराएर उस्तै प्रकृतिका व्यवसाय गर्ने, काम गर्ने, त्यसका सङ्घ संस्थाहरूसँगको पनि सहकार्यलाई जोड दिएर हामीले अगाडि बढ्नुपर्छ भन्ने मेरो मनसाय रहेको छ। मैले योभन्दा धेरै कुरा यहाँका बिचमा राखिनँ। आउने समयमा हामी फेरि छलफल गर्दै जाउँ र विमर्श गर्दै जाउँला। मेरो आग्रह छ हाम्रो महासङ्घको अध्यक्ष र पदाधिकारी साथीहरूलाई, महासङ्घका सबै सदस्य साथीहरूलाई कि यसमा औपचारिक मात्रै होइन, अनौपचारिक ढङ्गले पनि नियन्त्रण छलफल गरौँ, विमर्श गरौँ, बोलाउनुहोस्, खबर गर्नुहोस्। त्यसो भइसके पछाडि हामीले यसलाई यहाँहरूले अगाडि सारेका योजनाहरूलाई त्यसलाई सार्थक ढङ्गले सफल तुल्याउनका निम्ति हामीले चाहिँ सफल हुन सक्छौँ। यो क्षेत्रलाई मात्र होइन कि मुलुकको निम्ति पनि धेरै ठुलो नोक्सान हामीले बेहोरेका छौँ। रमेश महर्जन असामयिक हिसाबले उहाँ जानुभएको छ।
त्यस हुनाले सबभन्दा पहिले म चाहिँ उहाँको आत्माको चिर शान्तिको कामना पनि गर्न चाहन्छु, श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, उच्च सम्मान व्यक्त गर्न चाहन्छु। उहाँको धेरै ठुलो देन र योगदान चाहिँ विशेष गरी यो महासङ्गठन गर्ने कुरामा छ, जुन कुराले यहाँ आएको छ। संजोग कस्तो भने म करिब मलाई लाग्छ उहाँको त्यो दिमागगत हुनुभन्दा 2 हप्ता 3 हप्ता पहिले जस्तो लाग्छ। म र रमेश महर्जनको घर टाँसिया छ। हामी एउटै सिमाना उत्तरमा बस्छु, सिमाना दक्षिण उहाँहरू बस्नुहुन्छ। हामी ठ्याक्कै सधियार हौँ भैँसीबाटीमा। र हामी करिब चाहिँ मलाई समय हुँदाखेरि हप्ता 10 दिनको अन्तरालमा हामी बस्थ्यौँ, बिहान बसेर कुरा गर्थ्यौँ। र कुरो चाहिँ यही विषयमा गर्छु र रत्न आभूषण विषयमा सुन चाँदीभन्दा पनि बढी जाँदा चाहिँ हामी स्टोर्सका बारेमा कुरा गर्छौँ। स्टोर्सका बारेमा कुरा गर्दाखेरि नेपालमा यसका सम्भावनाहरू कहाँ छन्, हामी कति नेचुरल रिसोर्सेसमा चाहिँ यहाँको धनी छौँ, कुन एरियामा छौँ, हामी अहिले हामीलाई चाहिँ नि एक हिसाबले लुटिएको छ। हाम्रो र मटेरियलहरू चाहिँ त्यहाँ चाहिँ अनफिनिस मटेरियल कसरी गइरहेको छ, थाहा पाएर गएको छ, खाना पाएर पनि गइरहेको छ। हामी स्वयं यति धनी छौँ तर त्यसको फिनिसिङ गर्न सकेका छैनौँ। यो सब कुराले गर्दाखेरि यसलाई कसरी बढाउने र मलाई लाग्छ त्यो घटनाभन्दा 10 दिन अगाडि पनि हामी त्यही बिचमा छलफल गरिरहेका छौँ। र छलफल गर्ने सिलसिलामा हामीले कार्यक्रमको कुरा पनि गरिरहेका छौँ। विशेष गरी मुम्बई विशेष डायमन्डका कुराहरू, पछि अन्य स्टोन्सका कुराहरू, स्टोन कटिङका कुराहरू, फिनिसिङ गर्ने कुराहरू, यो सारी विषयमा चाहिँ हाम्रो के थियो मोटामोटी भने यो इन्डस्ट्री एउटा नेपालको लागि ज्यादै ठुलो इन्डस्ट्री हुनसक्छ। यो उद्योग चाहिँ ज्यादै ठुलो उद्योग हुनसक्छ जसको बेस हामीसँग आफै पनि छ। र अर्को कुरो के भने परम्परागत हिसाबले चाहिँ हामी अत्यन्तै धनी छौँ यो मामलामा। त्यसलाई जगेर्ना गर्न सक्यौँ भने चाहिँ हामी यसलाई खालि हामी के छ भन्दा चाहिँ यहाँ मात्र होइन कि विदेशमा पनि प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने बारेमा निकै लामो छलफल भएको थियो मेरो। दुर्भाग्य उहाँ हुनु भएन, तर मलाई खुसी के लाग्छ भने उहाँले छोडेका कुराहरू चाहिँ तपाईँले अगाडि बढाउनु भएको छ। त्यसको लागि पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु। र आज चाहिँ म यो कार्यक्रममा आउनुभन्दा पहिले पनि झुक्किएँ। म किन झुक्किएँ भने नेपाल सुन चाँदी व्यवसायी महासङ्घ अध्यक्ष उपाध्यक्ष सुन चाँदी व्यवसायी महासङ्घ भनेपछि यहाँ अर्को फेरि रत्न आभूषण त सुन चाँदी महासङ्घको कुरा उठ्यो। मैले यहाँ कुरा पनि गरेको छु। त्यहाँ 2टा महासङ्घ कसै के हो, किनभने जे कुरा ठ्याक्क उठिएको छ त्यो कुरा हामीले भर्खर गरेका छौँ। श्रम मन्त्रालयले अहिले विशेष गरिकन म लामो समय नभइकन के कुरा गर्न के चाहन्छु भने जुन यो भाष्य अहिले छ र यो त्यो भाष्यमा के सत्यता छ, हामी जहाँ पनि कुरा गर्दाखेरि अहिले हाम्रो चिन्ता चाहिँ अब राजेशजीले पनि कुरा गर्नुभयो, हाम्रा युवाहरू पलायन हुँदैछन्, वृत्तिँदैछ, देशका वृत्तिँदैछ भन्ने कुरो चाहिँ रोक्नुपर्छ भने मैले के भन्न खोजेको भन्छु नि केही कुरालाई हामीले बडा एकदमै सटीक हिसाबले विश्लेषण गरेन भने हामी आफै झुक्किन्छौँ। नेपालबाट विशेष गरिकन वैदेशिक रोजगारमा जाने कुराहरूको पछाडि हामीले अलिकति केलाएर हेर्ने हो भने केही कटु कुराहरू देखिन्छ। नेपालमा उपलब्ध रोजगारीका अवसरहरू, त्यसको लागि चाहिने सिपयुक्त जनशक्ति, त्यो सिपयुक्त जनशक्तिको अभावले गर्दाखेरि हाम्रा भएका अवसरहरू बाहिरबाट आएर मान्छेले काम गरेका छन् अनि हाम्रा मानिसहरू बाहिर गएर त्यही काम गर्न गइरहेका छन्। जसको उदाहरण म बारम्बार यो क्षेत्र पनि कुरा गर्दैछु। मैले जानकारी पाएको हिसाबमा करिब यो सुन चाँदी व्यवसाय अथवा सुन चाँदी यो व्यवसायमा कारिगरको कुरा गर्दाखेरि मलाई भनिएको थियो करिब 8-10 लाख जति चाहिँ कारिगरहरूको थियो यहाँ यो क्षेत्रमा कार्यरत छन्। यहाँ त 60% भन्यो, त मैले सुन्दाखेरि चाहिँ करिब 80%भन्दा बढी चाहिँ बाहिरका कारिगर छन् सुनेको छु। यदि त्यो हो भने चाहिँ हामी कहाँ चुकिरहेका छौँ? हामी त रोजगारी नभएको होइन रहेछ नि त। हामीसँग भएका रोजगारीको निम्ति उपयुक्त सिपयुक्त जनशक्ति रहन्छ। त्यस हुनाले चाहिँ सबभन्दा ठुलो जिम्मेवारी, सबभन्दा ठुलो महत्त्वपूर्ण कुरो हामीले के गर्नु पर्यो भने हामीले मुलुकभित्रको रोजगारी एउटै पाएछ।
रोजगारीको विकल्प रोजगारी नै हो। वैदेशिक रोजगारीको विकल्प स्वदेशी रोजगारी हो। त्यो रोजगारी विकल्प अर्को चिज हुन सक्दैन। त्यसो हुनाले चाहिँ वैदेशिक रोजगारीकै बारेमा हामीले कुरा गर्दाखेरि हामी सरसर्ती के हेरौँ भने नेपालमा वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जाने, श्रम स्वीकृति लिएर श्रमिकको रूपमा रोजगारी जाने कुराहरूको गएको सङ्ख्याको करिब 90% चाहिँ मान्छेहरू पलायन होइन, फर्केर जाने अवस्थामा जान्छ। खाडी मुलुक मलेसिया, जापान र कोरिया जहाँ नेचुरलाइजेसनहरू पाइँदैन, त्यहाँ गएका मानिसहरू 2 वर्षले जाने होस्, 4 वर्षले जाने होस्, 6 वर्षले जाने होस्, आउने जाने क्रम होस्, तर ती मुलुकमा चाहिँ ती बसोबास गर्ने पाइँदा पनि पाइँदैन र त्यो बसोबास गर्ने पनि छैन। हाम्रा वैदेशिक रोजगारीमा गएका मध्येमा विशेष गरिकन विद्यार्थीको नाममा गएका छन्, त्यहाँ चाहिँ हाम्रो मानिसहरूले जो स्टुडेन्ट भिजामा गएको छन्, स्टुडेन्ट भिजामा गएको छन्, पढ्न भनेर गएको छन्, तर त्यहाँ गएर चाहिँ पढेका छन्, केही काम गरेका छन्, केही फर्केका छन्। जो हाम्रो हिसाबमा हामी युरोप र अमेरिका कुरा गर्छौँ, नेपालबाट जाने मध्येका चाहिँ रोजगारीकै हिसाबमा जाने भने पनि त्यो हिसाब 5 देखि 7% छ। अहिलेसम्म युरोपको सबै मुलुकको चाहिँ हामीले हिसाब किताब गर्ने भने आधिकारिक हिसाबले त्यहाँ करिब 5 देखि 7 लाख मान्छे पुगेका छन्। तर म्याक्सिमम मान्छेहरू पुगेका कहाँ छन् भने खाडी मलेसिया पुगेका छन्, जहाँ गएका छन्, फर्केर आएका छन्। प्रश्न के छ भन्नु चाहिँ हामी जस्तो अवस्थाबाट, हामी जस्तो स्थितिबाट यो संसारमा कति मुलुकहरू यसरी अगाडि बढेका छन्। मैले कोरियाको एम्बेसडरसँग कुराकानी गर्दाखेरि कोरियन एम्बेसडर मलाई के भन्नुभयो भने तपाईँहरू अहिले जहाँ चाहिँ हुनुहुन्छ तपाईँले हात्तीले कुरो के पनि छैन। हामी ध्वस्त भएको मुलुक थियो, जापान ध्वस्त भएको मुलुक थियो, दोस्रो विश्वयुद्धपछि त्यो ध्वस्तै भएको थियो, फिजिकली ध्वस्त भएको थियो। ध्वस्त भएको मुलुकमा त्यहाँका मानिसहरू वैदेशिक रोजगारमा गएर काम गरेर कोरियन एम्बेसडरको भाषा मैले सापट लिने हो भने हाम्रा बाउहरू बाजेहरू खाडीमै गएर काम गरेर आएका थिए र हाम्रा आमाहरू चाहिँ जर्मनीमा गएर भाँडा माझेर आएका थिए। त्यो पुँजी र त्यो शक्तिले हामीले अहिले बनाएको छौँ। त्यसो मलाई के लाग्छ भने हामीले मुलुकमा रोजगारका सम्भावनाहरू के छन्, कहाँ छन् भन्ने कुरो खोज्ने र बाहिर गएका नेपालीहरू जो बाहिरबाट फर्केर आउँदाखेरि त्यसलाई म सही श्रमशक्ति भन्छु। त्यही काम ऊ यहाँ गर्दैन, तर बाहिर गएपछि त्यो काम गर्छ त्यहाँ। अनि बाहिर गएपछि त्यो चाहिँ हार्डसिप भन्छ, त्यो जाँगर, त्यो मेहनत, अनि त्यो मेहनतको जो चाहिँ उसले गरे हुन्छ त्यो फर्केर आएपछि उसले ल्याएको पुँजी, उसले सिकाएर सिप र उसको जाँगर त्यो चाहिँ नि मुलुकले प्रयोग गर्न सक्नुपर्छ। हामी त्यसमा लाग्नुपर्छ, त्यसमा लागेको छु। अहिले तपाईँले भन्नुभयो नि मान्छे फर्काएर ल्याउने कुरो हो, फर्काएर ल्याउनुपर्छ। त्यसको लागि अहिले भर्खर सरकारले हामीले आगामी दशकलाई हामीले आन्तरिक रोजगार दशकको रूपमा घोषणा गरेका छौँ। अब आउने दशकलाई हामी आन्तरिक रोजगारका सम्भावनाहरू कहाँ छन्, कसरी के छन् भन्ने कुरा हामीले गरेका छौँ। र त्यसैको क्रममा अहिले विशेष गरिकन कुन क्षेत्रमा छन् त भनेर हामीले हेर्दाखेरि अहिले उदाहरणको लागि मैले भन्दाखेरि हामीले एउटा कुरा के बुझ्यौँ भने जबसम्म सिपयुक्त जनशक्ति तयार हुँदैन, सिपसँग जबसम्म चाहिँ श्रमिकहरू जोडिँदैन, तबसम्म रोजगारी चाहिँ हुँदैन। रोजगारीको अर्थ भनेको नेपाल सरकारले सधैँ सरकारी जागिर दिनुको रोजगारी होइन। रोजगारी सरकारले दिनै सक्दैन, सरकारले बाथरुम बनाइदिने हो, सरकारले फेसिलिटेसन गरिदिने हो। रोजगारी दिने भनेको निजी क्षेत्र हो, उद्यमशीलता पनि निजी क्षेत्र हो, रोजगारको सम्भावना पनि निजी क्षेत्र हो, दिने पनि निजी क्षेत्रले हो, र इकोनोमी बढाउनु पनि निजी क्षेत्रले हो। त्यसको आधारमा चाहिँ हामीले विशेष गरिकन अहिले चाहिँ रोजगार दशकलाई अगाडि बढाउने क्रममा हामीले निजी क्षेत्रलाई कसरी हामी लिएर जान सक्छौँ र महत्त्वपूर्ण कडी के भन्नुहुन्छ नि दक्ष जनशक्ति कसरी उत्पादन गर्ने र त्यसलाई चाहिँ बजारको माग बमोजिम आपूर्ति कसरी जोड्ने, यो सबभन्दा महत्त्वपूर्ण विषय हो। त्यही विषयलाई चाहिँ अहिले भर्खर हामीले जस्तै तालिमका कुरा गर्दाखेरि चाहिँ अहिले मुलुकमा के भने एउटा तालिम दिने निकाय या तालिम दिलाउने निकाय हामी सिटिबिटी भन्छौँ। सिटिबिटीले 3 दिनको तालिम पनि उसैले डिजाइन गर्छ,
3 महिनाको तालिम पनि उसैले डिजाइन गर्छ, 3 वर्षको तालिम पनि उसैले डिजाइन गर्छ। त्यसो हुनाले चाहिँ के भने यो तालिमको दुई किसिमबाट चाहिँ अब कसले तालिम लियो, कहाँ तालिम लियो, कति तालिम लियो, तालिमको कुरा गऱ्यो भने तपाईँहरू सबैलाई थाहा होला। प्रत्येक पालिकामा दिनभरि तालिम चलिरहेको हुन्छ। एउटा मानिस चाहिँ 20 वटा सर्टिफिकेट खोल्ती बोकाएको हुन्छ त्यहाँ तालिम लिएको, भरेको मान्छे बेरोजगार हुन्छ, स्वरोजगारी छ त्यहाँ। यो कुराले गर्दा फेरि के भने यसरी हुँदैन। तालिम भनेको चाहिँ सिप भनेको के भने रोजगारीसँग जोड्नुपर्छ र त्यसको लागि के छ भने रोजगारदाता र दक्ष जनशक्ति जोड्नुपर्छ भन्ने नै मान्यताको आधारमा हामीले अहिले श्रम मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय तालिम व्यवसायिक केन्द्र भन्ने थियो पहिले हामी हैसी पार्टीमा, जसले ट्रेनिङ दिन्थ्यो। अब त्यसलाई हामीले राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठान बनायौँ। त्यो नेसनल एकाडेमी फर भोकेसनल ट्रेनिङ हो त्यहाँ। अब त्यसले के गर्यो भने चाहिँ नेपाल अधिराज्यभरि 6 महिनाभन्दा तलको 6 महिनाभन्दा मुनिको सम्पूर्ण तालिमको व्यवस्थापन उसले गर्छ। 6 महिनाभन्दा माथिको चाहिँ एकाडेमिक कोर्सेसहरू जस्तो त्यो सिटिभीले गर्छ। डिप्लोमा गर्ने काम, पढाउने काम उसले गर्छ। तर 6 महिना पनि मुनिको चाहिँ स्किल र भोकेसनल तालिम चाहिँ अब एनएबिटीले गर्छ। त्यो नेसनल राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानले गर्छ। र राष्ट्रिय तालिम प्रतिष्ठानले कसरी गर्छ, के गर्छ भन्दाखेरि अनि त्यही कुरा मैले सम्झिनु खोजेको थिएँ के भने अहिले हामीले सिप र चाहिँ जनशक्तिलाई जोड्नको निम्ति जुन मागको अङ्गीकार गऱ्यौँ त्यसको आधारमा अहिले राष्ट्रिय तालिम प्रतिष्ठानले 12 वटा सङ्गठित संस्थासँग हामीले चाहिँ एमयु गऱ्यौँ, समझदारी गऱ्यौँ। त्यो समझदारी गरेको मध्येमा एउटा सुनचानी महासङ्घ पनि हो, सुनचानी व्यवसाय महासङ्घ, सुनचानी व्यवसाय महासङ्घ, हस्तकला महासङ्घ, कम्प्युटर एसोसिएसन अफ नेपाल, सिभिल कन्स्ट्रक्सन एसोसिएसन अफ नेपाल, त्यस्तै किसिमको तयारी पोसाक सङ्घ, यो सबै हामीले कसरी गर्यौँ भने अब राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानले यी रोजगारदाता संस्थाहरूसँग मिलेर उनको निम्ति कस्तो जनशक्ति चाहिन्छ त्यो करिकुलमदेखि लिएर त्यो ट्रेनिङ म्यानुअलदेखि लिएर त्यो बसेर गर्दाखेरि मानव सुनचानी व्यवसाय सङ्घलाई चाहिँ हामीले यो खालको तपाईँले भनेको कुरामा यो खालको हामीलाई कारिगर चाहियो भनेपछि त्यो कारिगरको डिजाइन, त्यो कारिगरको चाहिँ त्यो करिकुलम, त्यो करिकुलम र त्यसको ट्रेनिङ म्यानुअलहरू जो छ त्यहाँ हामी त्यो संस्थासँग बस्छौँ र संस्थालाई चाहिने कति मान्छे छ। जस्तो तपाईँले भने सालमा चाहिँ 6 लाख 7 लाख मान्छे चाहिन्छ, जम्मै बाहिरबाट आएको छ। यहाँ भएका भोलि यहाँ भएका यहाँ हामीले उसलाई विस्थापित गर्नको लागि त्यो ट्रेन म्यान पावरले तपाईँहरूको काम गर्ने ग्यारेन्टी भयो भने स्वतः त्यो मान्छे के भन्दा चाहिँ विस्थापित हुइजान्छ। आश्चर्य त्यहाँनिर कन्स्ट्रक्सन एसोसिएसन अफ नेपालले के भन्छ भने निर्माण व्यवसाय क्षेत्रमा 20 लाख मानिसको आवश्यकता छ, जसमध्ये करिब चाहिँ 75% मानिसहरू बाहिरबाट आउँछ। तयारी पोसाकको त्यही अवस्था छ, हस्तकलाको त्यही भइरहेको छ। भनेपछि हामीले के भने अहिले व्यावसायिक तालिम केन्द्र र संस्थाहरूको बिचमा हामीले सहकार्य गरेका छौँ। त्यो सहकार्यको आधारमा अनि तपाईँले भने जस्तो ट्रेनिङ म्यानुअलहरू, ट्रेनिङ सेन्टरहरू, ट्रेनिङ कसरी दिने त्यो बारेमा चाहिँ सरकारले कुरा गर्छ। सरकारी क्षेत्रबाट प्रदान गर्ने ट्रेनिङहरू जस्तै श्रीमान हामीले वैदेशिक रोजगारी बोर्डबाट हामी दिन्छौँ, त्यहाँ रिटर्नीहरूलाई ट्रेनिङ दिएँ। त्यो ट्रेनिङ चाहिँ अहिले ट्रेनिङको नाममा ट्रेनिङ दिएको हुँदैन। ती ट्रेनिङहरू स्पेसिफिक रोजगारदातासँग बसेर त्यो क्षेत्रमा कति रोजगार सृजना गर्न सकिन्छ भन्ने विषयमा उनीहरूसँग कुराकानी गरेर अनि त्यो दक्ष जनशक्तिलाई चाहिँ रोजगारीसँग जोड्ने काम हामी गरेका छौँ। त्यसको लागि तपाईँहरूसँग पनि सरकार सहकार्य गर्न तयार छ। एनएबिटी र सुनचानी व्यवसाय महासङ्घले गरेकै छौँ, तपाईँहरूसँग हामी गर्छौँ र त्यसको आधारमा चाहिँ नि अनि त्यसपछि हामी रैथानेको कुरा गरौँ, परम्परागतको कुरा गरौँ, त्यसका गहनाको कुरा गरौँ, उनलाई संरक्षण गर्ने कुरा गरौँ, कसरी संरक्षण गर्ने कुरा आएछन् त्यहाँबाट र त्यसलाई प्रोफेसनलाइज कसरी व्यावसायिकता कसरी दिने भन्ने कुरा गरौँ। त्यसैको लागि चाहिँ के भने एउटा मैले बारम्बार भन्ने गरेका थिएँ, श्रम रोजगार तथा समाज कल्याण सामाजिक सुरक्षा मन्त्रालय सरस्वती हेर्दाखेरि के भन्नु छ यहाँ यो मन्त्रालयको कामै वैदेशिक रोजगार बाहिर मात्रै पठाउनु जस्तै देखियो। किनभने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ, आर्थिक रोजगार त कहीँ केही छैन। अहिले यो मन्त्रालयले हामीले रिस्ट्रक्चर गऱ्यौँ। मन्त्रालयमा अहिले आर्थिक रोजगार महाशाखा भनेर स्थापना गऱ्यौँ र म निकट भविष्य 12 गते 13 गते 10 11 गते 12 गते यहाँ सबैले पनि नियुक्त गरौँला। हामीले एउटा सम्पूर्ण स्टेक होल्डरहरू
रोजगारदाताहरू, सेवा प्रदायक संस्थाहरू अनि ट्रेड युनियनका प्रतिनिधिहरू लगायतका स्टार्टअपहरू, लगायतका ब्याङ्कका स्टार्टअपहरू, वैदेशिक रोजगार गरेर फर्केका मानिसहरू, उसले सिकेका पुँजीहरू, त्यो पुँजीलाई प्रयोग गर्ने ठाउँहरू र त्यो पुँजीको साथसाथै उसले सिकेका सिपलाई सर्टिफिकेसन गर्ने कुराहरू, यो सबै तमाम कुराहरू कैयौँ ब्याङ्कहरूले के भने अहिले चाहिँ स्टार्टअप प्रोग्राम गरेको छ, नेपाल सरकारले स्टार्टअप प्रोग्राम गरेको छ, उद्यमशीलता बढाउने कुराहरू छ त्यहाँ। यो सबैलाई ओनबोर्ड सिस्टममा ल्याउने हिसाब किताबमा हामीले काम गरेका छौँ र त्यसको लागि चाहिँ के भने अस्ति फर्स्ट मेमा तपाईँलाई थाहा होला, पहिलो मेमा सामान्य प्रधानमन्त्रीज्यूले एउटा चाहिँ डिजिटल पोर्टल अनाउन्स गर्नुभयो। त्यसलाई हामीले श्रम संसार भनेका छौँ। त्यो श्रम संसार भन्ने डिजिटल पोर्टल त्यो नेसनल लेभलको डिजिटल पोर्टल हो, जसले सम्पूर्ण श्रम सम्बन्धी जानकारी मात्र होइन, श्रम सम्बन्धी सम्पूर्ण इन्फर्मेसन लगायतका अवसरहरू वान डोर सिस्टममा दिन्छ। त्यो श्रम संसार हामी केही दिनपछि त्यो श्रम संसारले दिनुपर्ने या प्रदान गर्ने सेवा तपाईँको मोबाइलमा नागरिक एपमा जोडिन्छ। आन्तरिक रोजगारका सम्भावनाहरू कुन कुन क्षेत्रमा के छन्, मुलुकमा रोजगारका अवस्था कहाँ छन्, मुलुकमा रोजगारको स्थिति के छ, सुन चाँदी व्यवसायमा के खालको कारिगरको आवश्यकता छ, कहाँ छन् ती कारिगरहरू छन्, त्यहाँ कति मान्छेले सिकेका छन्, यो सबै कुरा वान डोर सिस्टममा हुन्छ। त्यो विनिमय हुन्छ त्यहाँ चाहिँ, जस्तो एक्सचेन्ज, इम्प्लोइ र इम्प्लोइमेन्टको चाहिँ एक्सचेन्ज हुन्छ, ट्रेनिङ प्रदायक संस्था र ट्रेनिङ दिनेहरूको एक्सचेन्ज हुन्छ। तपाईँले कुनै खालको एउटा मान्छे चाहियो, जस्तो अहिले एकछिन मानौँ मलाई एउटा राम्रो ड्राइभर चाहियो, म कसलाई भन्दै हिँड्थेँ, मैले त्यो एप सुरु जाने बित्तिकै त्यो जति ड्राइभरको ट्रेनिङ हुन्छ त्यो सूची हुन्छ, त्यहाँ म उनीहरूसँग कन्ट्याक्ट गर्न चाहन्छु। त्यो जति पनि प्राइभेट सेक्टर, चाहे त्यो मेरो जब होस्, जब डिटेल होस्, जति पनि छन् सबै वान डोर सिस्टम आउँछ। त्यति मात्र होइन, वैदेशिक रोजगारबाट को मान्छे फर्केर आए, कहाँबाट फर्केर आए, कुन पालिकामा के सिकेर आए, एउटा कुन सर्टिफिकेट दिनुपर्छ भन्ने समेतको चाहिँ नि डाटा ब्याङ्क हामी त्यसमा ल्याइरहेका छौँ। त्यति मात्र होइन, वैदेशिक रोजगारका सम्भावनाहरू जस्तो अहिले एकछिन मानौँ आम जनता ठगिया छन्, दुई थरी मान्छे ठगिया छन् वैदेशिक रोजगारमा। एउटा केही नबुझेका मान्छे ठगिया छन्, एउटा ज्यादै बुझेका मान्छे ठगिया छन्। हाम्रो मधेसका केही नबुझ्ने मान्छे ठगिन्छ, उसलाई देश पनि थाहा छैन, ठाउँ पनि थाहा छैन, सिधै लिएर आउँछ, भेडा बाख्रो जस्तो गाडीमा हालेर पठाइदिन्छ, ऊ ठगिया छ। अनि एकचोटि ज्यादै चलाएको मान्छे ठगिया छन्। थाहा छ अमेरिका जानुहुन्न, थाहा छ युरोप जानुहुन्न, त्यही पनि चाहिँ घरबार बेचेर 10-50 लाख 60 लाख तिरेर त्यो नबुझ्ने मान्छे बुझे मान्छे कहाँ छ। त्यसोले दुवैलाई चाहिँ बचाउनुको लागि हामीले के भने डिजिटल ट्र्याकको कुरा गरिरहेका छौँ। त्यो हुनाले अब वैदेशिक रोजगारका अवसरहरू कुन देशबाट कस्तो रोजगार कुन कम्पनीले ल्यायो भन्ने कुरा पनि यो श्रम संसारको माध्यमबाट 753 पालिकाको रोजगार सेवा केन्द्रमा पुग्छ र नागरिक एपमा पुग्ने बित्तिकै मैले यहीँबाट अब कुन देशले कस्तो काम ल्यायो भन्ने कुरो मैले बुझ्छु र कुन कम्पनी ल्यायो यहीँबाट बुझेपछि मैले बिचको दलालको पछि लाएर हिँड्नुपर्ने अवस्था थियो हुँदैन। सो यो सबै चाहिँ नेटवर्क जो छ त्यहाँ हामीले डिजिटल नेटवर्कमा एउटा प्लेटफर्ममा हामीले चाहिँ श्रम संसार भन्ने त्यो हाम्रो चाहिँ स्विस गभर्मेन्टले एसटिसीले हामीलाई चाहिँ सपोर्ट गरेको छ, त्यो हामी गर्दैछौँ। र त्यो डिजिटल पोर्टल जो छ त्यो पोर्टलले चाहिँ अब के छ भने एक्सचेन्जको काम गर्छ। त्यसले इन्फर्मेसन के हुन्छ, तपाईँहरूको सुनचाँदीको व्यवसाय कुन कुन गाउँपालिकामा कहाँ कति छ के छ। यति मात्र यहाँसँग प्रतिबद्धता गर्नको निम्ति म उभिएको छु। हामीले यो साधारण सभाले काठमाडौँ घोषणापत्र हामी जारी गर्दैछौँ र विशेष गरेर यो क्षेत्रलाई अझ बढी बलियो बनाउनको निम्ति हामी 3वटै महासङ्घ सहकारी गरेर काम गरिरहेका छौँ। म यसलाई संक्षिप्त रूपमा म भाषाका रूपमा पछि हामी सर्कुलर गर्नेछौँ। म यसको आशय मात्रै राख्न चाहन्छु। हामी सुन चाँदी आयात तथा बिक्री वितरण कार्यविधि 2068 संशोधन चाहिँ व्यवसाय मैत्री बनाउने कुराको अन्तिम चरण छ। दबाब सिर्जना गर्ने अविलम्ब जारी गर्नलाई पहल गर्ने। 2मा स्वदेशी रत्न पत्र उत्खनन प्रशोधन आदि कार्यमा आन्तरिक र बाह्य लगानी उच्च प्रविधिको प्रयोग गरी संयुक्त परियोजना सञ्चालन गर्न वातावरण निर्माण गर्ने। 3 आवासन व्यवसायलाई बृहत उद्योगको रूपमा स्थापित गराउने। 4 कारिगरको क्षमता विकासलाई विभिन्न तालिम सञ्चालन रोजगार वृद्धिमा प्रयास सम्पन्न काम गर्ने। आयातित कच्चा पदार्थको सम्बन्धमा पनि मूल्यवर्धित हुन सक्ने उपायको पहिचान गर्ने। प्रत्येक प्रदेशबाट नै कच्चा पदार्थ प्राप्त गर्ने सरल सहज तरिकाले खरिद गर्न पाउने व्यवस्थाको निर्माण गर्न पहल गर्ने।
स्वदेशी रत्नपत्रको प्रयोग पैठारी व्यवस्थापन सम्बन्ध उपायको पहिचान गर्ने बहुमूल्य उत्पादन कार्यक्रम अनुगमन निर्देशिका नियम जारी गर्न अविलम्ब जारी गर्नलाई पहल गर्ने दबाव सिर्जना गर्ने आर्थिक एवं 2081 मा मार्चले दिएका सुझावलाई सरकारको तर्फबाट कानुन गर्न निम्ति दबाव सिर्जना गर्ने सम्पत्ति शुद्धिकरण महिलाउने निवारण 2064 मा अव्यवहारिक कानुनलाई विस्तृत संशोधन प्रस्तावका निम्ति पहल गर्ने व्यवसाय मन्त्री काम निर्माण र अव्यवहारिक कानुन संशोधनका लागि पहल गर्ने यदि राज्यबाट न्यायिक मागको सम्बोधन नभएमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी हामी अगाडि बढ्ने भन्दा 11वटा घोषणा पत्र म प्रस्ताव गर्न चाहन्छु म अनुमोदनको लागि हार्दिक अनुरोध गर्छु धन्यवाद यहाँहरू सबैलाई र म सेवाप्रार्थी श्री सञ्जीव सभापतिज्यूलाई हामीले समय उपलब्ध गराउन सकेनौँ समयको पाबन्दी थियो म अन्तिममा श्रद्धेय संस्थापक अध्यक्ष रमेश मर्दनज्यूप्रति हार्दिक श्रद्धाञ्जली श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।